पालि चाहिँ साथीहरू अकबरे धेरै भएछ है, अकबरे नै अकबर रहेछ। मैले राँगे खोर्सानी भनेर आमाले दल राख्नु भएको थियो र लैजा छोरी भनेर रोप्न दिनुभयो हो, रोपेको पनि हो है। अब आमालाई पनि थाहा भएन होला है, ठाउँमा बिउ राख्नु भएको थियो, बिर्सिनु भयो होला है। हेर्नु न सबै अकबरे नै भएछ, अकबरे नै भएछ। अस्ति अगाडि मैले एउटा भिडियो पनि हालेको थिएँ, ओइ सबै अकबरे भएछ हो, थुक्क लाला भनेर थुकथुकी भएर तिर नगर आमै। यहाँ हेर्नु एउटा चाहिँ आएछ है राँगे खोर्सानी, एउटा चाहिँ भएछ। यति भएपछि त्यही पनि यहाँ ढल्केछ। अब यसलाई टेकासेका लाउँछु, यहाँ फलेछ। यति भएपछि अलिकति बिउलाई हुन्छ नखाइकन राखौँला, टेका लगाइदिनु पऱ्यो है, टेका लगाइदिनु पऱ्यो। ए ल हेर्नु मम एउटा चाहिँ आएछ है, एउटा चाहिँ तर मिक्समाक्स भएको रहेछ बिउ छर्दा। एउटा चाहिँ राँगे खोर्सानी भएछ, अरू चाहिँ सबै अकबरे नै अकबरे है, अकबरे नै अकबरे भएछन्। आमै बाबै के गर्नु, त्यही पनि ठिकै छ। एउटा भयो भने नि यहाँ अलिकति माटोसाटो दिएर चाहिँ यहाँ गोडमेल गरेर लाई चाहिँ जगाउनु पर्नेतिर लाग्नु पऱ्यो नि। यो फेरि अलिकति नाजुकै हुँदो रहेछ क्या, बोट मरिहाल्ने है, के गर्नु स्याहार्नु पऱ्यो। यति देखिसकेपछि त अब स्याहारसुहार पारिहाल्छु नि म फेरि। ल फुल चाहिँ मजाले खेलेको छ, यत्तिकै सबै दाना मजाले बस्ने भने त पुग्छ, पुग्छ मलाई बिउ राख्नलाई पुग्छ। ल हेर्नुहोस् त, ल है साथीहरू यस्तै छ मेरो।